नमस्ते सम्पूर्ण साथीहरू गोर्खाली स्टाइलमा सुदन गुरुङले जुन आफ्नो काम गर्न थालिसकेका छ साथीहरू, पहिला तपाईँ यो सानो भिडियो हेर्नुहोस् यो काम हेर्नको लागि। व्यापक रूपमा तपाईको भ्रष्टाचार भएको हाम्रो नेपाल एयरलाइन्समा छोड्नु त हुन्न हजुर। हेर्नुस्, तपाईले भोट दिनुभएको छ, मैले आफ्नो कर्तव्य त निर्वाह गर्नै छ। व्हाइट बडी काण्डको लागि तपाईको छानबिन समिति गठन भएर हिजोदेखि तपाईको छानबिन समितिले काम गर्न थाल्यो है भनेर मलाई फोन आइछ। आज तपाईको दिन आजदेखि तपाईको त्यो भोलिदेखि तपाईको त्यो काम पनि सुरु हुँदैछ। हिजोदेखि समिति गठन भएको छ। साथीहरू, सुदन गुरुङले गर्यो यस्तो काम जसले गर्दाखेरि सबै नेपालीको उहाँले मन जित्न सफल हुनु भएको छ। साथीहरू, उहाँ चाहिँ चुनाव जितेर भर्खरै आउनु भएको छ र साथीहरू उहाँले आफ्नो काम कन्टिन्यू गरिराख्नु भएको छ। अस्ति भर्खरै उहाँले एनटिसी अफिसमा गएर ज्ञापन पत्र बुझाउनु भएको थियो कि तपाईको केही जुन प्रक्रिया छ त्यसमा सुधार गर्नुहोला, जस्ता कि डाटा सकेपछि ब्यालेन्स काट्नु, यो प्रक्रियालाई अलिकति सुधार गर्नुहोला। र साथीहरू उहाँले फेरि एउटा नयाँ काम गर्दै हुनुहुन्छ। साथीहरू, व्हाइट बडी काण्ड जुन हाम्रो नेपालमा भएको थियो, जुन एरोप्लेनको मर्मतमा अर्बौं रुपियाँको घोटाला जुन भएको थियो, त्यसमा पनि उहाँले आफ्नो काम स्टार्ट गरिसक्नु भएको छ। एउटा आयोग गठन गरेर उहाँले चाहिँ आफ्नो काम स्टार्ट गरिसक्नु भएको छ। र साथीहरू, यस्तै गरी सबै सांसदले आफ्नो आफ्नो काम गर्यो भने नेपालमा घुस त के, नेपाल बन्न पनि धेरै समय लाग्दैन। साथीहरू, धेरै मान्छेले सुदन गुरुङलाई गाली गर्दै थियो किनकि उहाँको एउटा भिडियोमा उहाँले नेपाली मजाले पढ्न सक्नु भएको थिएन, त्यसले गर्दाखेरि उहाँ चाहिँ विवाद आउनु भएको थियो। र साथीहरू, यो सबै विवादले उहाँले चिर्दै यो नयाँ काम गरेर देखाउँदै सबैको मुख शान्त गर्नुभएको छ। साथीहरू, कस्तो लाग्यो न्युज? यस्तै न्युज अपडेटको लागि मलाई सब्सक्राइब गर्नुहोला, भिडियो लाइक शेयर कमेन्ट गर्नुहोला। हस्त, धन्यवाद।